कल्याण चाहन्छस् भने नि तुरन्त आफ्नो परिवार लिएर पाताल लोक जा, होइन भने मसँग युद्ध गर, तँलाई अहिले मार्ने छु भनेर जब देवीले यसरी भन्न लाग्नुभयो, अब महिषासुरलाई क्रोध आयो। महिषासुर युद्ध गर्न थाले। दुर्धर र त्रिनेत्र नाम गरेका दुष्ट दैत्यहरू पनि युद्ध गर्न थाले। महिषासुरको भयावह युद्ध भयो देवीसँग। देवीले त्रिशूल प्रहार गर्न खोज्नुहुन्छ, महिषासुर पनि लड्दरो थिएन, पनि युद्ध गर्दैछ। भयङ्कर डरलाग्दो युद्ध भयो। महिषासुरलाई गला पनि प्रहार गर्नुहुन्छ। 8वटा हात थियो, 8वटा हातमा 8वटा आयुधहरू थियो। भयावह युद्ध हुन थाल्यो। आउनुहोस् एकछिन युद्ध गर्न छोड्यो महिषासुर र देवी। युद्ध गर्नु हुँदैछ। देवी 18 हात भुजा भएकी देवी र महिषासुरको युद्ध हुँदैछ। देवीले विचार गर्न लाग्नुभयो, यो महिषासुरलाई मैले कहिले सम्हाल्नु। महिषासुरले अनेकौं रूप धारण गर्छ, कहिले महिषासुर हुन्छ, कहिले सिंह हुन्छ, कहिले भेडा हुन्छ, कहिले बाख्रा हुन्छ, अनेकौं रूप धारण गर्दै युद्ध गर्न थाल्यो। देवीले युद्ध गर्नुहुँदैछ। देवीले तलब अरू दुष्ट दैत्यहरूलाई संहार गर्नुभयो। त्यो दुष्ट दैत्यहरू लडे। महिषासुरलाई पनि अब कति बेर मैले खेलाउने, अब यसलाई पनि मारिदिनु पर्यो भन्ने विचार गर्नु हुँदै थियो। तब महिषासुरले हात्तीको रूप धारण गर्यो। हात्तीको रूप धारण गरेर युद्ध गर्न थाल्यो। अब मार्नु पर्यो भनेर त्रिशूल प्रहार गर्न लागेको थियो त त्यतिखेर सरह झुन्ड 18 खुट्टा भएको, धेरै खुट्टा भएको सरह किरा भएर युद्ध गर्न थाल्यो। तत्पश्चात पुनः महिषको रूपमा आयो महिषासुर। देवी भगवतीले विचार गर्नुभयो, अब म धेरै बेर यसरी खेल्नु हुँदैन। देवी भगवतीले त्रिशूल प्रहार गरिदिनु भयो। महिषासुर गोविन्दाय नमो नमः। ओइ महिषासुर मर्दिनी भगवती की जय। जगज्जननी दुर्गा माता की जय। महिषासुरलाई मार्नुभयो। तमाम देवताहरू प्रसन्न भए। देवताहरूले अब उत्सव मनाउन थाले। देवी भगवतीको पावन वन्दना गर्न थालिन्। देवी भगवती क्रोध गरिरहनु भएको छ। अब महिषासुरलाई मारेर, असुरहरूलाई मारेर क्रोध गर्नु हुँदैछ। तमाम देवताहरू मिलेर, ऋषिगणहरू मिलेर देवी भगवतीलाई प्रसन्न गर्नको निम्ति अब धुमधामको साथमा विजय उत्सव मनाउन थाले। आउनुहोस् भक्त